मच्छरका दिन गए साथीहरू, मच्छरका दिन गए। ल हेर्नुहोस् त चारैतिर ढुम्म परेको। आमामामा साथीहरू, के छ खबर तपाईँहरूको? सन्चै नि आरामै हुनुहुन्छ होला साथीहरू। म चाहिँ खुसी छु किनकि अब चाहिँ मच्छरलाई प्याट प्याट पार्न पर्दैन। होइन त, तपाईँहरू पनि खुसी हुनुहोस् ल। हेर्नु त, ओहो चारैतिर ढुम्म परेछ त साथीहरू। जाडो बढ्यो नि, जाडो बढ्यो। कानतिर चिसो हानिरहेछ, तर पनि हाँसे जस्तो गरेर भिडियो गराउनु परिरहेछ। हु ल हेर्नुहोस् त साथीहरू, ल हेर्नुहोस् त कता रुख्छ यहाँ। अब त रुख्दै आउँछु अब धेरै नपाए जस्तो गरेर है साथीहरू। के गर्नु, यस्तै छ, कन्टेन्ट केही छैन। अब नयाँ प्रोजेक्ट आयो भने चाहिँ मैले तपाईँहरूलाई नयाँ प्रोजेक्टको भिडियो चाहिँ गराउँछु ल साथीहरू। ल आजलाई यति, आज चाहिँ म यही भन्न आएको। मच्छरका दिनहरू चाहिँ गए, त्यही भन्न आएको है साथीहरू। म जाडो अब गर्मीमा हुन पनि हो नि त। अनि साला गर्मीमा यार कति गर्मी हुन्छ, अनि पङ्खा लाउन पर्यो है। त्यो एउटा ब्ल्याङ्केट पनि ओड्न सकिँदैन गर्मीमा। अनि जाडो भएपछि फेरि के हुन्छ त भन्दाखेरि 5-6वटा ब्ल्याङ्केट ओढेर शिरदेखि पाउसम्म हावै छिर्न नमिल्ने गरी सुटिन्छ। अनि हावा छिर्न नमिल्ने गरी सुटेको मच्छर चाहिँ कताबाट छिर्छ साथीहरू। त्यही भएर मच्छरले यो साइकोलोजी बुझेर अब जाडोमा चाहिँ जाडो हुन्न हेर केटा हो, हामीलाई फाइदा छैन जाडोमा गएर। यिनीहरूलाई चाहिँ गर्मीमा गएर सताउनु पर्छ, गर्मीमा गएर खानुपर्छ, हामी टन्न हुन पाउँछ भनेर चाहिँ मच्छरले चाहिँ मिठो साइकोलोजी बुझेर चाहिँ आउँदो रहेछ। हेर्नुहोस्, अब मान्छेले पनि त्यस्तै बुझेर अब फाइदा बेफाइदा कसरी हुन्छ छुट्याउन सके त अलि उँभो लाउँथ्यो कि भन्ने मेरो सोच हो साथीहरू। अब के हुन्छ त, अब तपाईँहरू पनि मान्छे हो। मान्छे मच्छरभन्दा सानो हुने कि मच्छरभन्दा ठुलो हुने अब तपाईँको हातमा छ है त साथीहरू। ल आजलाई यति नै, भिडियो लामो भइसक्यो होला। म चाहिँ छोटो छोटो क्लिप लिएर आएको छु। अब अर्को न्यू प्रोजेक्टमा चाहिँ लामै क्लिप लिएर आउँछु ल साथीहरू। ल बाई बाई।